हेलो गुड मर्निङ साथीहरू, स्वागत छ ब्लेसी जोसुवा ब्लगमा। आज चाहिँ हामी बाहिर जाँदैछौँ। जा सकाएर आएपछि चाहिँ मेरो बाबुलाई दाँत दुखिरहेको थियो, अनि दाँतको चेकअप गर्नको लागि हामी चाहिँ डेन्टलमा जाँदै थियौँ। अनि एकछिन एपोइन्टमेन्टको टाइम थियो, अनि हामी चाहिँ एकछिन यसो सपिङ मलमा त्यो पसलमा गएर यसो हेर्दै थियौँ ड्रेसहरू। त्यसपछि ट्याक्क टाइम हुन लाग्यो, अनि हामी चाहिँ डेन्टलमा गयौँ। अनि बाबुको रेगुलर चेकअप भइरहेको थियो दाँतको, अनि त्यसपछि उसको दाँत चाहिँ सबै चेकअप भयो। अनि त्यसपछि अब चाहिँ यो चाहिँ सेकेन्ड सेसन थियो उसको, अनि अलि सन्चो भइसकेको रहेछ उसको। अनि त्यसपछि घर आयौँ, अनि यो चाहिँ थर्ड टाइमको चेकअपको टाइममा हो। अनि यतिखेर चाहिँ अलिकति दाँत सन्चो भइसकेको थियो बाबुको। अनि ब्लेसीको डिमान्डमा हामीले चाहिँ समोसा खानलाई हामी पस्यौँ एउटा सानो रेस्टुरेन्टमा। अनि त्यसपछि मेरो छोरीलाई चाहिँ यस्तो खालको फ्राइड चिज चाहिँ एकदमै मनपर्छ, अनि ट्राई गर्दै थिइन्, अनि समोसा खाँदै थिइन्, इन्जोय गर्दै थिइन्। अलिक तातो तातो पनि थियो, अनि दुईजना बच्चाहरूले खाँदै थिइन्। मैले चाहिँ यसरी भिडियो बनाउँदै थिएँ। बाबुले चाहिँ त्यति रुचाउँदैन, तर ब्लेसीलाई चाहिँ धेरै मनपर्छ यो समोसा, चाहिँ उसको फेभरेट हो। उसले चाहिँ पहिल्यैदेखि खान्थ्यो। बाबुले चाहिँ अलिअलि बोक्रा सोक्रा त्यो के बाहिरको कभरहरू बोक्राहरू खान्छ, उसलाई मनपर्छ समोसाको। अनि पानीपुरी चाहिँ नपिरोवाला पानीपुरी म ट्राई गर्छु भन्दै थिएँ। मैले उनीहरूलाई चाहिँ नपिरोवाला पानीपुरी ट्राई गराइदिएँ, अनि यिनीहरू कति खुसी भइरहेको थिएन। अनि एकतिखेरमा चाहिँ बाबुलाई चाहिँ चाउमिन खान्छु भन्दै थियो, अनि बाबुले चाहिँ चाउमिन खायो यसरी। अनि दुईजना चाहिँ गफ गर्दै गर्दै साथीहरू जस्तै गरेर हिँड्ने बोल्ने खेल्ने गर्छन्। अनि त्यसपछि नानी चाहिँ भिडियो बनाउँछिन्, खुसी भएर ब्लगिङ गर्न चाहिँ एक्सपर्ट छिन् मेरो छोरी। केही पनि गर्दैन, बाबु चाहिँ अलि रिसाउँछ यसरी भिडियो बनाइदियो भने। खाने बेलामा ऊ हेर्दैछ मलाई भिडियो नबनाउनु भनेर। अनि उसको चाहिँ कोक खाएको भिडियो नबनाइकन त भिडियो फेरि अधुरै हुन्छ नि त। उसको फेभरेट हो कोक। अनि त्यसपछि नानीलाई चाहिँ ठिकै लाग्छ, बाबुलाई चाहिँ धेरै मन पराउँछ कोक। अनि यसरी नानीहरू खाँदै थिएन, इन्जोय गर्दै थिएन। अनि त्यसपछि खाएर उनीहरू भ्याएन्। लगभग बिहानको लन्च नै भयो त्यो। अनि त्यसपछि घर आयौँ। अनि घर आएपछि मेरो छोरी मेहेदीमा अलि सिक्दैछिन्। उसलाई ड्रइङ गर्न, मेहेदी लगाउन चाहिँ एकदमै मनपर्छ। अनि यसरी आफूले मेहेदी लाएर भइसकेर चाहिँ एकदमै चाँडै बस्ने मेहेदी रहेछ। अनि मलाई पनि लगाइदिँदै थिइन् मेरो छोरीले, गर्दै लगाउँदै थिइन्। अनि त्यसपछि लगाइदिँदै थिइन्। खुसी छ ऊ मेहेदी लगाइदिँदै। उसलाई चाहिँ हात चाहिन्छ, नै त मेहेदी पाएन भने चाहिँ उसले कपीमा ड्रइङ बनाएर बस्छ मेहेदीको। अनि मेरो बाबुले चाहिँ होमवर्क गर्दै थियो, त्यहाँबाट आएपछि भन्नुभएको यसरी चाहिँ होमवर्क गर्दै थियो। यता नानीले चाहिँ बनाउँदै थियो मेरो हातमा मेहेदी, अनि गफ गर्दै थिइन्। त्यस्तो हो चुयो तलै एकछिन म देखाउँछु। हाई गाइज, मेरो मेहन्दी हेर्नु, मेहन्दी मेरो बेसीले लगाइदियो मेहन्दी। मामा के रहर होला यो केटीलाई, अम्मा। तिमी मेकअप आर्टिस्ट भन्छौ? डक्टरले मेहन्दी लाउँछन्? अनि डाक्टर निसा अब तिमीलाई इन्जेक्सन ल्याइदिन्छु, इन्जेक्सनले मेहेदी लगाऊ है। है पन्तु भाइ। अनि नानीहरूको एकछिन खेलेर भ्याएँ, यसो होमवर्क गरेर। अलिक केयरफुल भएर है, हात अलिक पछाडि गर्ने पक्रेको होला। छोराछोरीले चाहिँ मम्मीलाई हेल्प गर्दैछन्। अनि अब खाना टाइम भयो भनेर। ठिक छ, हाई पनि नभन्ने के मलाई। यता हेर त, हाई त भन। म मेरो बेडसिट मिलाउन लगाएको उतातिर, मेरो नानीहरूले अब खाना खाने टाइम भयो भनेर। आजलाई यति नै। सी यू अगेन इन नेक्स्ट भिडियो।